फेरि पनि म तपाईहरु सामु उपस्थित भएको छु नयाँ जोश, नयाँ जागर र नयाँ गन्तव्यको साथमा। र हाम्रो गन्तव्य हुनेछ घोरेपानी पुल हिल सनराइज भ्यू पोइन्ट। काठमाडौँबाट बिहानै उत्साहका साथ हामीले यात्रा प्रारम्भ गर्यौं। केही समयको यात्रापछि हामी पोखराको तालचोकमा पुग्यौं र छोटो समय विश्राम गरेर हामी बेनीतर्फ लाग्यौं। सडक यात्रा निकै रमाइलो थियो। आरामसँग गाडीमा बसेर बाहिर देखिएका सुन्दर दृश्यहरू अवलोकन गर्दै हामी यात्रा गर्दैथ्यौं। हरियाली पहाडहरू, खोलाहरू, खेतबारी अनि टाढा टाढा देखिने हिमालका टाकुराहरू हाम्रो आँखाको आनन्द बनिरहेका थिए। साथीहरू बीचको हाँसो, रमाइलो कुराकानी र प्रकृतिसँगको सङ्गतले हाम्रो यात्रा अझै स्मरणीय बन्दै गयो। हामी रमाउँदै अगाडि बढ्दै थियौँ। लगभग 3 घण्टाको रमाइलो यात्रापछि हामी साँझ 4 बजेतिर बेनी बजार पुग्यौँ। आजको बसोबास यही गर्ने हाम्रो योजना थियो। होटेलमा सामान राखेपछि थकाइ मेट्न केही बेर विश्राम गर्यौं। हामी बस्ने होटेल नजिकै नै बगेको कालीगण्डकी खोलाको आवाजले हाम्रो ध्यान खिच्यो र निर्णय गर्यौं कि हामी आज त्यही खोलामा माछा मार्न जानेछौँ भनेर। झोलामा आवश्यक सामग्री लिएर हामी खोलातिर लाग्यौं। खोलाको चिसो हावा, पानीको सङ्गीतमय प्रवाह अनि हरियालीले भरिएको वातावरणले मन शान्त भयो। शान्त वातावरण, छेउमा हरियो वन जङ्गल अनि खोलाको सङ्गीत सुन्दै हामी माछा मार्न थाल्यौँ। र हाम्रो बल्छीमा केही माछा परेको पनि थियो। त्यो क्षण हाम्रो लागि एकदम रमाइलो थियो। र हामीले छेउमा आगो बाल्दै त्यो रातलाई अझै रमाइलो गर्दै थियौँ। र हाम्रो रात चाहिँ यसरी नै खोलामा बितेको थियो। मोहन सरले हेलो भन्दैछन् मलाई हेलो हेलो। हामी त यहाँ लाग्यो के अरे बिहानको चिसो हावाले हामीलाई उठायो। केही चिया नास्ता गरेपछि हामी घोरेपानीतर्फको यात्रामा लाग्यौं। हरियाली जङ्गल, टाढा टाढा देखिने पहाडी बस्ती र चट्टानले बनेको बाटो हुँदै हामी अघि बढ्दै थियौँ। बाटोमा महावीर झरना भन्ने सुन्दर झरना देखियो। त्यहाँको पानीको आवाज, आसपासको हरियाली र झरनाबाट उड्ने पानीका फोहराले हामीलाई केही क्षण त्यहीँ रमाउन बाध्य बनायो। त्यसपछि फेरि हाम्रो यात्रा अगाडि बढ्यो। बाटोमा हामीले एक अद्भुत गाउँ देख्यौँ जहाँ पुरानो शैलीमा बनेको ढुङ्गा र काठका घरहरू, ढुङ्गाका सिडीहरू र फुलले भरिएका आँगनहरूले त्यो गाउँलाई जादुमय बनाएको थियो।
हामी केही बेर गाउँको गल्लीहरू हिँड्यौँ। गल्ली एकदमै अनौठो खालको थियो। हामीलाई धेरै पुरानो गाउँ भएको महसुस गराउँदथ्यो। स्थानीय मानिसहरूको आत्मीयता महसुस गऱ्यौँ अनि त्यस गाउँको सुन्दरताले हामीलाई एकदम मनमोहक बनाएको थियो। लगभग साँझ 6 बजेतिर हामी घोरेपानी पुग्यौँ। थकाइले शरीर अति गलेको थियो। साँझको गोधुली सुनौलो घामको किरणले हिमालहरू झन् चम्किएका थिए। अन्नपूर्ण, धौलागिरी र माछापुच्छ्रे हिमालहरू त्यो बेला स्वर्णमय देखिन्थे। हामी सबै केही समय त्यही उभिएर त्यो दृश्यमा हरायौँ। त्यो मोहक दृश्यले हाम्रो मन भरियो। सबै उत्साहित थियौँ किनभने भोलिपल्ट बिहानै पुन हिलबाट देखिने सूर्योदय कस्तो होला भन्ने कौतूहलता हाम्रो मनमा गुन्जिरहेको थियो। सोही कल्पनामा रमाउँदै हामी निधायौँ। बिहानको झिसमिसेमा हामी निन्द्राबाट बिउजियौँ। बाहिर अँध्यारो थियो, चिसो हावा चलिरहेको थियो। हातमा टर्चलाइट समातेर हामी पुन हिलको शिखरतिर लाग्यौँ। सास फुलिएको थियो, पाइला भारी भएका थिए, तर हाम्रा आँखाले देख्न चाहेको दृश्यले त्यो थकाइलाई जित्दै लगेको थियो। 1 घन्टाको हिँडाइपछि अन्ततः हामी 3210 मिटरको उचाइमा रहेको पुन हिलको भ्यू टावरमा पुग्यौँ। त्यहाँ सयौँ पर्यटक साथीहरू पहिले नै लाइनमा थिए। सबैको अनुहारमा एउटै उत्साह, एउटै प्रतीक्षा थियो, त्यो सूर्योदयको। र केही क्षणमै त्यो क्षण आयो। पूर्वतर्फको क्षितिज सुनौलो हुँदै थियो। कालो अँध्यारो क्रमशः रातो सुन्तला रङ हुँदै सुनौलो र उज्यालोमा परिणत भयो र अन्ततः सुनौलो घामको पहिलो किरणले अन्नपूर्ण, धौलागिरी र माछापुच्छ्रे हिमाललाई चुम्दा त्यो क्षण हामी सबैको मुटुमा बस्यो। त्यो मेरो जीवनको पहिलो सूर्योदय थियो जसलाई मैले यति नजिकबाट यति शुद्ध ढङ्गले महसुस गरेँ। म अत्यन्तै खुसी थिएँ। त्यो दृश्य साँच्चीकै मनमोहक थियो। म भावुक हुँदै टोलाउँदै उभिरहेको थिएँ। त्यो शान्त वातावरण, साथीहरूको मुहारमा मुस्कान, सबै कुरा अद्भुत लागिरहेको थियो। पुन हिलबाट फर्किँदा हामी एकैचोटि पोखरामा आएर रोकियौँ। पोखरा पुग्दा करिब 5 बजेको थियो। हामी सिधै फेवाताल नजिक पुग्यौँ। साँझपख फन पार्क नजिकै देखियो जहाँ झिलिमिली बत्तीहरूले त्यो स्थान अझै आकर्षक बनाइरहेको थियो। हामी रमाइला दृश्य हेर्न फन पार्कतिर गयौँ। साँझको समयमा फन पार्क साँच्चीकै रमाइलो देखिँदो रहेछ। अति सुन्दर लाग्यो हामीलाई। पोखरा पुगेपछि पोखराको नाइट लाइफ इन्जोय नगर्ने त कुरै भएन। हामी गयौँ पोखराको एउटा पाराडिसो बारमा पुगेर हामी हल्का ड्रिङ्क्स लिँदै म्युजिकसँग रमाउँदै हल्ला गर्दै उफ्रिँदै रमाइलो गर्न थाल्यौँ। र यो रमाइलो नै हाम्रो यात्राको अन्तिम रमाइलो भयो र हामी यति पछि हाम्रो यात्रालाई यहाँ नै पुऱ्यायौँ।
Told ya.